ल सबैजनामा नमस्कार। आज चाहिँ मैले तपाईहरुको लागि सजिलो हुने गरी डिजाइन अफ स्टिल एन्ड टिम्बर स्ट्रक्चर भन्ने विषयको लेसिङ भन्ने सब्जेक्टको एउटा न्युमेरिकल लिएर आएको छु र त्यो न्युमेरिकललाई कसरी सजिलै तरिकाले सल्भ गर्न सकिन्छ भन्ने विषयमा चाहिँ म हजुरलाई यो न्युमेरिकल सिकाउन चाहन्छु है त। ल क्वेशनमा के भनेको छ भन्दाखेरि डिजाइन अ बिल्ट अप कोलम of two channel section placed back to carry an axial load of 1050 kilonewton. The length of the column is 9 meter and its end are effectively held in position but restrained against rotation at one end. Use single lacing system भनेको छ। क्वेशनमा के भनेको छ भन्दाखेरि बिल्ट अफ कोलम डिजाइन गर्ने जुन चाहिँ दुईवटा च्यानल सेक्सनले बनेको छ र त्यो च्यानल सेक्सन चाहिँ ब्याक टु ब्याक भनेको छ यसरी है। यो भनेको ब्याक टु ब्याक है, यहाँबाट ब्याक टु ब्याक हुन्छ। यो चाहिँ छ S प्लस 2CY हुन्छ हैन। अनि मैले यहाँनिर यो सेन्टर अफ ग्राभिटी यहाँ यो ताने लाइन हैन, यहाँ मैले वाई सेक्सन अनि यो वाई सेक्सन एक्स ड्यास मा ताने भने यसको मैले यो भर्टिकल लाइनलाई CY भनेर डिनोट गर्ने हो भने यो हुन्छ ब्याक टु ब्याक है। ब्याक टु ब्याक भनेको B टु B हुन्छ। अनि एक्जियल लोड P इजिकल टु 1050 किलोन्युटन, लेन्थ कोलमको लेन्थ 9 मिटर। अनि कन्डिसन के भनेको छ भन्दाखेरि इट्स इन्ड हुन्छ है। इन्ड आर कोलमको इन्ड इफेक्टिभली हेल्ड इन पोजिसन बट रिस्ट्रेन एगेन्स्ट रोटेसन एट वान इन्ड। सिंगल लेसिङ सिस्टम गर्ने भनेको छ। सिंगल लेसिङ सिस्टम द कोलम इज इफेक्टिभली हेल्ड इन पोजिसन बट रिस्ट्रेन एगेन्स्ट रोटेसन एट वान इन्ड। यो चाहिँ कोडमा छ 8.2 मा है, टेबल 8.2 मा पेज नम्बर त्यो कोडमा हेरेर भन्छु। यल इफेक्टिभ इजिकल टु 0.8 यल। यो 0.8 भनेको चाहिँ थ्योरिटिकल भ्यालु युज गर्ने, थ्योरिटिकल भ्यालु रिकमेन्डेड हो है, रिकमेन्डेड थ्योरिटिकल भ्यालु। यहाँबाट गर्दाखेरि यो भनेको चाहिँ यल भनेको चाहिँ के हुन्छ, अनसपोर्टेड लेन्थ हुन्छ, अनसपोर्टेड लेन्थ हुन्छ। अब एज्युम सिग्मा 80 भनेको टेन्सन मेम्बरबाट हेर्ने यो कोडमै छ। सिग्मा 80 भनेको पर्मिसिबल एक्जियल टेन्साइल स्ट्रेस, पर्मिजिबल एक्जियल टेन्साइल स्ट्रेस है, जसलाई चाहिँ सिग्मा 80 ले डिनोट गर्छ। छैन 200 जना छ, एडिट गरेर हाल्नु मजाले। यसबाट एरिया रिक्वायर्ड एक्जियल लोड बाई सिग्मा 80 गर्दाखेरि किलो न्युटनलाई न्युटनमा लानलाई 10 को पावर 3 ले मल्टिप्लाई गरेर सिग्मा 80 ले 150 ले भाग गर्यो भने 7000 mm स्क्वायर आउँछ। 7000 mm स्क्वायरलाई सेन्टिमिटरमा लाने हो भने 100 ले डिभाइड गर्ने, 7000 डिभाइडेड बाई 100 गर्दाखेरि 70 सेन्टिमिटर स्क्वायर हुन्छ। अनि कोडमा हेर्ने यो दुईवटा च्यानल भनेको छ, दुईवटा च्यानल हुँदाखेरि डिभाइड बाई एरिया रिक्वायर्डलाई 2 ले डिभाइड गर्ने 3500 आउँछ। 3500 भनेको 35 सेन्टिमिटर स्क्वायर। अब कोडमा हेर्दाखेरि मैले कोड हेरे अनुसार मेरो चाहिँ 35 भनेको स्लाइटली ग्रेटर, 35 भन्दा ठुलो लिने सी सेक्सनमा च्यानल सेक्सनमा हेर्ने
है। यो च्यानल स्टिल रोल्ड च्यानल सेक्सन भनेर टेबलमा भनेको छ, त्यहाँ हेरेर 35 भन्दा ठुलो लिन मैले हेरेँ। ISLC भनेको इन्डियन स्ट्यान्डर्ड लाइट च्यानल, ISLC भनेको इन्डियन स्ट्यान्डर्ड लाइट च्यानल हुन्छ। 350 भनेको यो डेप्थ हो है, डेप्थ सेक्सनको डेप्थ 350 लिँदा हुन्छ। एट 49.47 सेन्टिमिटर स्क्वायर यो भनेको सेक्सनल एरिया। अब यसको बाँकी प्रोपर्टिज यहाँ छ। सेक्सनल एरिया A = 49.47 cm स्क्वायर, सेक्सनको डेप्थ 350 mm मा, ग्राभिटी सेन्टर अफ ग्राभिटी भनेको CYY मा पर्छ 2.41 सेन्टिमिटर, मोमेन्ट अफ इनर्सिया IXX IYY भनेको 9312.6 394.6 यो C कोडमा हेर्ने। RXX छ 13.72, RYY छ 2.82। यसमा भनेको थिकनेस अफ वेभ भनेको TW र थिकनेस अफ फ्ल्यान्ज भनेको TF। यो लेख्नु पर्दैन है, यो लेख्नु पर्दैन, यो चाहिँदैन। यो भनेको एङ्गल सेक्सन र आई सेक्सन निकाल्दाखेरि मात्रै चाहिन्छ। इक्वल होस् या अनइक्वल होस्, फिलेट वेल्डमा दिएको हुन्छ त्यति बेला यो TW र TF हाल्ने। दुईटा च्यानल छ, दुईटा च्यानलको लागि 2IXX = 2IY गरे अनि 2 क्यान्सल भयो। IXX = IYY + A S/2 + C/2 अनि भ्यालु हाल्ने, क्यालकुलेटर युज गर्ने। क्यालकुलेटर युज गरेर मैले S निकालेँ। S भनेको स्पेसिङ 22.033 सेन्टिमिटरमा आयो। स्लेन्डरनेस रेसियो चेक गर्ने, स्लेन्डरनेस रेसियो र ल्याम्डाले डिनोट गर्छ। ल्याम्डा भनेको यल इफेक्टिभ लेन्थ हो है, इफेक्टिभ लेन्थ जुन चाहिँ अघि निकालेको 0.8 * यल गरेर 7.2 * 100 / 13.72। अब यो क्वेसन कति सालको भनेर सोध्छ भने यो क्वेसन मैले आफै बनाएको, सेल्फ मेड क्वेसन है, यो मैले आफै गरेको है। अब यसलाई क्यालकुलेट युज गर्दाखेरि 52.478 आयो मैले क्यालकुलेटर युज गर्दाखेरि। अब टेबल हेर्ने 5.1 + 5.1.1 IS 800 1984। यसको चाहिँ मलाई पेज नम्बर थाहा छ 39 हेर्ने ल। पुरानो कोड हेर्ने है, नयाँ कोड हेर्ने होइन। नयाँ कोड भनेको अहिले आएको रिफाइनमा आएको या त अर्को एडिसनमा आएको हुन्छ 2000 वाला, त्यो चाहिँ युज नगर्ने। डोन्ट युज 2800 2000 युज नगर्ने है। यो भनेको हाम्रो पूर्वाञ्चल युनिभर्सिटीमा नट अलाउ छैन। पेपर एक्सपेल हुनबाट चाहिँ बच्ने है, मेन कुरा भनेको पेपर एक्सपेल हुनबाट बच्ने। मेरो चाहिँ अहिलेसम्म पेपर एक्सपेल कुनै पनि सब्जेक्टमा भएको छैन। तपाईहरुको के छ त्यो पनि कमेन्ट गर्नु होला युट्युबमा भिडियो आएपछि। ल 50 र 60 को बीचमा 52.478 पर्यो हैन। अनि 50 भनेको 132 250 न्युटन पर एमएम स्क्वायर को लागि हेर्ने। किनभने हामीले किन 250 लिस भनेर सोध्नु भयो भने यसको पनि एन्सर छ मसँग। सिग्मा AT = 0.6 FY हो। यो FY भनेको के हो त थाहा छ? के हो FY भनेको? यील्ड स्ट्रेस इन स्टील। यील्ड स्ट्रेस इन स्टील FY हो ल। हो 250 मै लिने। यील्ड स्ट्रेस इन स्टील टेन्सन मेम्बरमा हेर्ने। टेन्सन मेम्बर भन्ने टपिक छ कोडमा, त्यहाँबाट हेर्ने। 132 122 इन्टरपोलेट गर्ने। यो भनेको स्लोप इन्टरसेप्ट फर्मुला लगाएको है मैले। y2 - y1 = y2 - y1 / x2 - x1 * x - x1 गर्ने। यो पनि सिकाउनु पर्ला फेरि। यो चाहिँ क्लास 10 को म्याथमा हेर्ने। म्याथमा स्लोप इन्टरसेप्ट फर्मुला हो। यहाँबाट क्यालकुलेटर युज गरेर सिग्मा AC निकाल्ने। अनि यो च्यानल सेक्सनको पार्ट यहाँ सकिन्छ। यहाँबाट सिग्मा AC निकालिसकेपछि
च्यानल सेक्सनको पार्ट सकिन्छ। सेफ लोड निकाल्ने, सेफ लोड चाहिँ दिएको एक्जियल लोडभन्दा बढी आउनुपर्छ। 1050 छ एक्जियल लोड, 1281 आयो, ठुलो भयो, सेफ भयो। 1281 मा त 1050 भनेको यो ठुलो भयो होइन, यति त लोड थामि नै हाल्छ च्यानलले। अब लेसिङ पार्ट सुरु हुन्छ। लेसिङ पार्टमा हामीले ठिटा एजुम गर्नुपर्छ। ठिटा एजुम गर्दाखेरि ठिटा भनेको 40 भन्दा ठुलो हुनु पर्यो अनि नट लेस देन 70 डिग्री। 70 भन्दा सानो हुनु भएन, 40 भन्दा ठुलो हुनु भएन। भन्नुको मतलब के हो भन्दाखेरि 40 र 70 को बिचमा जति पनि एजुम गर्दाखेरि हुन्छ। 40 र 70 को बिचमा जति पनि एजुम गर्दाखेरि सी आउँछ। अनि चेक गर्ने, यो पनि कोडमा दिएको छ, मैले सबै चाहिँ लेखिनँ, कोडमै हेर्दा हुन्छ। सी बाई आरवाई। आरवाई भनेको के हो त? रेडियाई अफ गाइरेसन इन वाई एक्सिस। एउटा हुन्छ 50, अर्को हुन्छ 0.7 टाइम्स स्लेन्डरनेस रेसियो। अब सी बाई आरवाई निकाल्ने 13.33 आयो, 50 भन्दा सानो भयो, सेफ भइहाल्यो। 0.7 टाइम्स ल्याम्डा भनेको जुन अगाडिको निकालेको छ नि, यहाँ ल्याम्डा यहाँ 52.47 हो, यो युज गर्ने। यहाँ 13.33, यो पनि सानो भयो, सेफ भयो। अब यो सीलाई मैले एडअप गरेँ कति? 40 सेन्टिमिटर एडअप गरेँ। अब यो एलसी भनेको के हो? क्रिटिकल लेन्थ। क्रिटिकल लेन्थ निकाल्नलाई एस प्लस 2cy को स्क्वायर प्लस c/2 स्क्वायर यो होल अन्डर रुट गरेर एलसी निकाल्ने। 32.781, यो पनि सेन्टिमिटरमै राखिदिने। थिकनेस अफ लेसिङ टी, हामीले थिकनेस अफ लेसिङ टी निकाल्दैछौँ। यो भनेको LC/40, यो LC को भ्यालु हाल्ने, 40 ले भागा गरिदिने। यो पनि कोडमा दिएको छ, कोडमा हेर्ने। यो भनेको सेन्टिमिटरमा आउँछ, सेन्टिमिटरले एमएममा लग्ने, 10 mm भइहाल्यो। मिनिमम रेडियस अफ गाइरेसन आर मिनिमम भनेको T/√12। अब यो डिराइभ गर्छ भने मलाई यो डिराइभ गर्न आउँदैन, सिधा भनिदिन्छु। 10/√12 गर्ने 2.886 सेन्टिमिटरमा एमएममा आउँछ। यसलाई 100 ले डिभाइड गर्दाखेरि 0.2886 सेन्टिमिटरमा गयो। क्रिटिकल स्लेन्डरनेस रेसियो भनेको ल्याम्डा सी भनेको क्रिटिकल स्लेन्डरनेस रेसियो भयो। LC/R मिनिमम गर्ने, ल्याम्डा सी निकाल्ने। अनि मैले यहाँ अघि सानो यहाँ अलिकति लेख्न बिर्सेछु। भी भनेको के हो? ट्रान्सभर्स सेयर। यो भनेको ट्रान्सभर्स सेयर हो है, ट्रान्सभर्स सेयर भनेको 2.5% अफ एक्जियल लोड। यो गर्दाखेरि 26.25 किलोन्युटन आयो। अनि सेयर फोर्स या ट्रान्सभर्स फोर्स भन्दा हुन्छ एफ V/2 sin θ हुन्छ। यो गरेर जति एङ्गल अफ इन्क्लिनेसन लिएको छ त्यो हाल्ने, 16.022 किलोन्युटन निकाल्ने। यहाँबाट इन्टरपोलेट गरेर सिग्मा एसी निकाल्ने। अनि त्यसपछि नोमिनल डायमिटर एजुम गर्ने। मैले 20 mm एजुम गरेँ। 20 mm एजुम गर्दाखेरि ग्रस डायमिटर आयो 1.5 प्लस गर्ने। डी इज लेस देन 20 mm हुँदाखेरि 1.5 ले प्लस गर्ने। डी इज ग्रेटर देन 25 mm हुँदाखेरि 2 हाल्ने, 2 ले प्लस गर्ने। यो आयो। अब 20 mm को लागि विथ कहाँबाट आयो भन्छस् भने 8.2 टेबलमा हेर्ने। 8.2 टेबलमा हेरेर विथ अफ लेसिङ 60 mm म यहाँ लेखिदिन्छु ल। डी भनेको 16, 18, 20, 22। 16 भनेको 50, यो भनेको 55, यो भनेको 60 र यो भनेको 65 mm छ। यो भयो। PC इज इक्वल टु सिग्मा एसी इन्टु डब्लु इन्टु टी। यो गर्ने के भ्यालु निकालेको छ सर्टसट हाल्ने, निकाल्ने। तर पिसी चाहिँ एफ भन्दा ठुलो हुनुपर्छ है। पिटी भनेको
स्ट्रेन्थ टियरिङ स्ट्रेन्थ निकाले बराबर हो है यो टियरिङ स्ट्रेन्थ पिबी एउटै कुरा हो टियरिङ स्ट्रेन्थ नै हो यो सिग्मा 80 डब्लु माइनस डी इन्टु टी गरेर 57.750 किलोन्युटन आयो यो पनि सेफ भयो अब डायमिटर यो भने ग्रस डायमिटर हो ग्रस डायमिटर 21.5 mm को लागि यसको यो ई भनेको के हो त इज डिस्टेन्स हो है 32 mm 19.5 र 21.5 को लागि यसको इज डिस्टेन्स हुन्छ 32 mm ल यति पनि भनिदिएको छु कोड हेर्न आएन भने इन्जिनियरिङ छोडिदिँदा हुन्छ ल यो गरेँ मैले अब 20 mm को लागि पिडिएस रिबेट एज्युम गरेँ त्यसको लागि टाउ भिएफ यो भनेको सियरिङ हो है यो भनेको बियरिङ अर्को भनेको टियरिङ हुन्छ सियरिङ र बियरिङको लागि टाउ भिएफ इन्टु 5/4 इन्टु डी स्क्वायर गरेर 36.305 आयो बियरिङको लागि सिग्मा पिएफ डी इन्टु टी गरेर 64.50 आयो रिबेट भ्यालु निकाल्नलाई पिएस र पिबीको सबभन्दा सानो भ्यालु लिने नम्बर अफ रिबेट निकाल्नलाई 2f cos θ बाई आरभी गरेर यहाँबाट निकाल्ने एउटा 1 रिबेट आयो 20 mm पावर ड्रिभन सप रिबेटको लागि 1 नम्बर अफ रिबेट युज गर्ने ल अब लास्ट पार्ट भनेको इन्ड अफ टाइपलेट धेरै लामो छ है यो 16 देखि 20 मार्क्समा क्वेसन आउँछ इफेक्टिभ डेप्थ यो डी ड्यास भनेको चाहिँ इफेक्टिभ डेप्थ हो यो ठुलो डी भनेको ओभरअल डेप्थ हो अनि थिकनेस अफ टाइपलेट हुन्छ यसको इन्ड अफ टाइपलेट चाहिँ 3टा पार्ट मात्रै छ है धेरै छैन एस प्लस 2CY 22.033 स्पेसिङ CY भनेको सेन्टर अफ ग्राभिटी थ्रु वाइ एक्सिस 2.41 26.853 सेन्टिमिटरमा आयो मैले एमएममा लगिदिएँ 268.53 mm किनभने हामीलाई डी भनेको एमएममा दिएको छ नि त 300 mm भन्दा ठुलो हुनुपर्छ जहिले पनि ओभरअल डेप्थ डी भनेको डी ड्यास प्लस 2E 21.5 डायमिटरको लागि इज डिस्टेन्स हुन्छ 32 mm 332.53 mm आयो भनेको 350 मैले एडअप गरेँ किनभने 300 भन्दा ठुलो हुनुपर्छ डी थिकनेस अफ टाइपलेट अर्को थियो अगाडिको थिकनेस अफ लेसिङ त्यो पनि टी नै हुन्छ फर्मुला फरक हुन्छ टाइपलेटको लागि फर्मुला फरक एस प्लस 2CY बाई 50 गरेर 268.53 लाई 50 ले भाग गर्दाखेरि 5.3706 अब यसको त टी भनेको यसको रेन्ज दिएको छैन अब 50 चाहिँ नलेख्ने यसको लागि चाहिँ 6 देखि 15 mm सम्म चाहिँ गर्न सकिन्छ 6 mm 7 mm 10 mm 12 mm सम्म गर्न सकिन्छ मैले टी इक्वल टु 12 mm लेखिदिएँ अब यसको फिगर भनेको कस्तो हुन्छ भन्दाखेरि यो भयो एउटा पार्ट हैन अर्को भयो यस्तो भयो यो मैले यो फिगर टेम्पोररी फिगर बनाएको है अब यसको यहाँ हुन्छ कुन लाइन हो यो थाहा छ यो डटेड लाइन हो इमेजिनरी लाइन भन्दा हुन्छ यसलाई अब यहाँ छ यो किनभने यो के हो त एस प्लस 2CY हो हैन अब सिंगल लेसिङ भनेको छ यो यस्तो गर्दिने यसलाई यसरी तान्दिने हैन यो भयो अनि सिंगल लेसिङ भनेको छ यसरी गर्दिने यो यसरी तान्दिने यो यसरी गर्दिने यहाँ हैन अनि यहाँ यो भइहाल्यो अनि यो भनेको के हो भन्दाखेरि CY/2 भयो हैन अनि यो भनेको थीटा भइहाल्यो अनि यो भनेको रिबेट ल यो भयो यो भनेको के हो त लेसिङ यो ए मैले यहाँ बनाइदिएँ हैन अनि के लेखिदिन्छु भन्दाखेरि लेसिङ सिंगल लेसिङ सिस्टम along
A to एमा छ नि त, त्यही भएर मैले सिङ्गल लेसिङ सिस्टम A to A, किनभने सिङ्गल लेसिङ सिस्टम युज गरेर कोलम डिजाइन गर भनेको छ। ल यो भयो एउटा पार्ट, दुईटा पार्ट च्यानल सेक्सनको आयो। त्यसपछि यहाँनिर च्यानल सेक्सनको पार्ट सकिन्छ। लेसिङ सिस्टममा ठिटादेखि सुरु गर्दै गर्दै जाने, चेक गर्दै। त्यसपछि सी एडप्ट गर्ने, क्रिटिकल लेन्थ निकाल्ने, थिकनेस निकाल्ने, एडप्ट गर्ने, रेडियस अफ गाइरेसन निकाल्ने, क्रिटिकल स्लेन्डरनेस रेसियो निकाल्ने। त्यसपछि गर्दै 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 जाने। यो बियरिङ स्ट्रेन्थ भन्दा पनि हुन्छ, पिसी भनेको टियरिङ स्ट्रेन्थ भन्दा पनि हुन्छ हैन। रिवेट भ्यालु भइहाल्यो। यहाँबाट गर्ने यसरी सरर गर्ने है त। ल भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सेयर गरिदिनु होला। थ्याङ्क यू सो मच।